हेलो गाइज, के छ खबर? सन्चै हुनुहुन्छ? आज चाहिँ म तपाईँहरूको माझमा पहिलो भ्लग लिएर आइसकेको छु। यो चाहिँ मेरो घर होइन, म चाहिँ माथि बसेर बनाइरहेको छु। यो पुरानो चाहिँ मेरो घर रहेको छ। यो पनि मेरै घर हो, मेरो बुवा आमाहरू बस्ने घर। एकदमै रमाइलो गाउँघरतिर यति राम्रो। भर्खरै मेरो भाइको बिहे भएको कारणले आज चाहिँ यस्तो घरमा यसरी देखिरहनु भएको छ। एकदमै सुन्दर रहेको छ, गाउँले छ। माथितिर चाहिँ मेरो छिमेकीको घर छ। त्यस्तै गरी पारीतिर पनि यस्तो गाउँ छ। एकदमै गाउँघर रहेको छ। यो चाहिँ हरियाली रहेको छ। यस्तो रहेको छ साथीहरू। तपाईँहरूले पनि अब डेली मेरो भ्लग हेर्न चाहनुहुन्छ भने मलाई सब्सक्राइब गर्नु होला साथीहरू। यी चाहिँ मेरा घरहरू भयो भने साथीहरू, घरकै नजिक हेर्नु त यति ठुलो ढुङ्गा रहेको छ। ढुङ्गामाथि फेरि एउटा रुख पनि रहेको छ। यसरी देख्न सक्नुहुन्छ। अझै म तपाईँहरूलाई क्यामेरा घुमाएर देखाउन चाहेँ। यसरी हेर्न सक्नुहुन्छ, घरभन्दा पनि ठुलो यो घर यति होचो छ भने ढुङ्गा यति अग्लो छ। यही ढुङ्गामाथि नै यसरी रहेको छ रुख। एकदमै सुन्दर रहेको छ। हामीले त्यहीँ कपडा सुकाउने त्यहीँ राख्ने गर्दछौँ। यो चाहिँ मेरो घर रहेको छ। यो चाहिँ हामी बसिरहेको घर हो। यिनी चाहिँ हाम्रा कुखुरा रहेका छन्। एकदमै भर्खर निकालेको, एकदमै जाडो छ अनि एकदम काठीका कठाङ्ग्रिएका छन्। यहाँनिर चाहिँ हाम्रो पानी खानलाई धारो रहेको छ भने नजिकै फेरि अर्को रुख रहेको छ। हेर्नुहोस् त, कुखुरा रुखको छेउमा गएर कसरी घाम तापिरहेका छन्, एकदमै हेर्न सक्नुहुन्छ। त्यस्तै गरी यहाँ नजिकै धेरै रुखहरू रहेका छन्। यो चाहिँ मेरो बुवा आमा बस्ने घर, यो चाहिँ म बस्ने घर। एकदमै सिम्पल गाउँले घर रहेको छ। हेर्नुहोस् साथीहरू, एकदमै यो चाहिँ भान्सा कोठा रहेको छ। यी चाहिँ हामीले पालेका घरका हाम्रा गोरु रहेका छन्। 2वटा मात्र गोरु रहेका छन् हामीले जोत्नको लागि। यिनी चाहिँ हाम्रो गोरु रहेका छन्। गाइज, यी चाहिँ हाम्रो घरमा रहेको केराको बोट हो। एकदमै केराहरू पसाएका छन्, केराहरू फल्न लागेका छन्। यो चाहिँ केही महिनापछि हामीले खान लागेका हुन्छन् साथीहरू। हस्त गाइज, म चाहिँ अब भिडियो बनाउन सिक्दैछु र यो मेरो पहिलो भ्लग रहेकोले मलाई माया गरेर सब्सक्राइब गरेर मलाई अगाडि बढ्ने हौसला दिनुहोला भन्दै आजलाई बिदा भई हस्त नमस्कार।